थियो एकचोटि भेटेको भएदेखि आमा पनि आउनु भएको थियो अरे छैन मान्छेखेरि यस्तो परिवार कहाँ हुन्छ फेरि भनेको त्यही त त्यसो गर्नुपर्ने रहेछ होइन उनीहरू आउँछु भन्नु लास्टमा अर्कै कताको मार्केट गएछ यताको मार्केट के भन्नु अब त्यो त तपाईँले पनि अलिकति सुरु गर्नुपर्ने कुरा हो बेलुकाखेरि पनि अब म्यासेज गरेको थियो अरे आउँदैछु म झर्दैछु भनेर कि त टाइम मिलाउनु पर्छ कि त अब मेरो ठिक छ यतिखेर अफिस छ म चाहिँ अब अफिस जाँ छ त्योभन्दा अगाडि नै भेट्छु भन्नु पर्छ नि त फेरि भनेको उनी भएन म सोचेको थिएँ आइपुग्छ भनेर छिटै हेर्दाखेरि अफिस जाने बेला भइहाल्यो जान्छु अफिस भनेर ल ल भन्नाले के भन्छ त ल ल त भन्छ त फेरि अब अफिस जान्छु भन्दाखेरि भने के हो कि त अब यत्रो टाढादेखि आएको छ नै पर्मिसन लिनुपर्छ भने कि त तपाईँले सोच्नु पर्थ्यो के त हो भनेदेखि अब अब म भ्याउँदिनँ यतिखेर अफिस जानै जरुरी छ अहिले भेटौँ भनेर तपाईँले गर्नु पर्थ्यो त्यो त तपाईँको गल्ती हो नि भनेको பின்னாடி கட் பண்ணியே பண்ணிடலாம்டா ஓ பங்கு மாதிரி வந்துச்சுடா ஏய் அது நோண்டாதடா நீ அத त्यही त यो यस ओके बस ओके यो यसो सोमबार के प्रोग्राम छ त सोमबार मैनी बुढाको पारा भएर नि यस्तो सङ्गत लाएर कहिले लाग्यो कहिले अनि यो प्रकार त कहिले हुन्छ फेरि अब सोच्नु परेन फेरि कुरो फेरि ए जुन दादाले सोच्नु भन्दै थियो त मलाई भन न अब सकिहाल्छ कुरो नि आउँथेर आउँदै हुन्छ म कुरा सुरा गर्नु पऱ्यो भनेर त भन